चार किसिमको हुन्छ, मागी बिहे, भागी बिहे, लभ गरेर गरेको बिहे र काण्ड गरेर गरेको बिहे। तपाईँले काण्ड गरेर बिहे गरे हो? फेस हेरेर त्यस्तै लाग्छ त। यहाँ लभ म्यारेज गर्ने कतिजना छ भाइ? पैसाले पट्टायो। फेस हेर्दा त बुख्या छ जस्तो छ त। खासमा यो लभ गरेर बिहा गर्नु र मोबाइलको स्पेसिफिकेसन हेरेर मोबाइल किनेर ल्याउनु एउटै कुरा हो। स्पेसिफिकेसनबाटै थाहा हुन्छ मोबाइलको फङ्सन, मेमोरी, ऱ्याम, डिस्प्ले किनेर ल्याएपछि ह्याङ भइदिन्छ। आज त बजाएर सुत्छु भन्यो ब्याट्री लो हुन्छ। गाना नसुनिकन निन्द्रा लाग्दैन। खासमा यो लभ म्यारेज भनेको एकदम विश्वासिलो बिहा हो। मैले लभ म्यारेजै गरे हो। सुरुमै थाहा हुन्छ एक्लै अर्काको बानी, बुढीलाई नै थाहा हुन्छ बुढाको बानी, बुढालाई नै थाहा हुन्छ बुढीको बानी, सँगसँगै बस्ने जाँड रक्सी खाने। बुढाले बुढीलाई सम्झाउनु पर्छ यो अन्तिम प्याक हो है बुढी, आमाले थाहा पाउनुहुन्छ। बुढीले भन्छ आमाले थाहा पारे केही पनि हुन्न, मैले आमालाई नि खुवाएर सुताइदिइसकेँ। ओ एमजी आम सक। के अरे आमालाई नि खुवाएर सुतायो रे? त्यो बोतलको छ्याङ थियो नि आमाले मोही भनेर खानुभयो। अनि केही नि भन्नुहोस् भनेको त नि आमा आफैले भन्नुभयो आजकल गाईले पनि बिसादी मिसिएको घाँस खान्छ कि क्या हो, मोही पनि गनाउन थालेछ अरे। अनि एरेन्ज म्यारेज भनेको चाहिँ यो बच्चा बच्चीलाई बाउ आमाले कपडा किनेर लगिदिए जस्तो, ठुलो भए पनि सानो भए पनि। रङ नमिले पनि चाँडै खुइले पनि भिर्नै पर्यो। लभ म्यारेजमा जस्तो एकले अर्कालाई बुझेकै हुँदैनन्, बुझ्न खोज्दा खोज्दै बच्चा भइदिन्छ। बुढाले बुढीलाई नबुझे पनि बच्चा जन्मिसकेपछि बच्चाले बुझ्छ, मम्मी बाबा। नेपालमा एउटा बिहे गरेर पाल्न गाह्रो छ, साउदीमा एउटैले 100 वटा बिहे गरिरहेछन्। पैसा पनि कति। अनि 100 वटा बुढीलाई 100 वटा छुट्टा छुट्टै घर। एउटा बुढीकोमा गएर एक दिन, अर्को बुढीकोमा गएर अर्को दिन बस्यो भने 3 महिना 10 दिन त बुढी भेट्दैन जान्छ। अनि छोरो जन्मेपछि छोरा ठुलो हुन्छ, बाउले छोरो चिन्दैन, चिनोस् पनि कसरी। आमाकै नाम याद नभएर कन्फ्युज नहोस् भनेर ट्याग लगाइदिया हुन्छ, त 99 त 100। बिहा गर्नु फाइदाको कुरा हो। बुढी बाठी परि भने ज्ञान गुणका कुराहरू सिक्न पाइन्छ। बडी स्प्रे किन्न जाँदाखेरि अगाडिको नकिन्नु है बुढा, धेरैले युज गरे हुन्छन्। पछाडिको छान्नुपर्छ। मैले त तँलाई अगाडिकै हेरेर बिहा गरेको थिएँ।